वासस्थानको कमीले गर्दा भिरमौरीहरू लोप हुने क्रम बढ्न थालेको छ। विशेष गरी भिर पहरा, अग्लो चट्टान जस्ता वासस्थानहरूमा बस्ने मौरीलाई भिरमौरी भन्ने गरिन्छ। पहाडका भिर पहरा र तराईका ठूला रुखहरूमा घर बनाई बस्ने यी मौरीहरू वासस्थान विनाश हुने क्रम बढेपछि घरका दलिन बारदलीहरूमा समेत बस्ने गरेको पाइन्छ। पहाड फडेर सडक निर्माण गर्ने परिपाटी र व्यापक वन फडानीका साथै व्यावसायिक रूपमा घरमौरीहरू पालिने क्रमसँगै भिरमौरी प्रति व्यवस्था हुने गरेको छ। जलवायु परिवर्तन भई सुक्खा मौसम, खडेरी आदिले गर्दा हुने आगलागीका कारण पनि भिरमौरीको संरक्षण सङ्कटमा परेको बर्दिया प्रकृति संरक्षण कोषका प्रमुख रबिन कटरिया बताउनुहुन्छ। भिर पहरा, चट्टान र ठूला अग्ला रुखहरूमा बनाएका देखिन्थे। यो बर्दियामा पनि विगतका दिनहरूमा जुन यो चुरे क्षेत्रमा धेरै मात्रामा देखिन्थ्यो, त्यसै गरी ठूला सिमलका रुखहरूमा देखिन्थ्यो। आजकल विशेष गरी हाम्रो परम्परागत ज्ञान लोप भइसकेको छ, किनकि नयाँ पिँढीले यो जान्नै पाएको छैन, जसले गर्दा बेसिजनमा पनि निकालिदिने, समयको ख्याल नगर्ने, दिउँसोको समयमा पनि निकाल्ने, पानी परेको बेलामा अथवा जाडोको समयमा पनि निकालिदिने, त्यसले गर्दा समस्या देखिएको छ। केही वर्ष अघि बर्दियामा पनि प्रशस्त पाइने भिरमौरी आजकल देखिन छाडेको छ। ठूला ठूला सिमल प्रजातिका रुखहरू व्यापक फडानी भएपछि भिरमौरीको वासस्थानमा सङ्कट परेको छ। आधुनिक कृषि प्रणालीमा प्रयोग हुने रासायनिक मल र विषादीको प्रयोगले पनि भिरमौरीको अस्तित्वमाथि असर पुगेको छ। सार्वजनिक स्थानहरूमा बसेका सयौं घरमौरीहरू पनि चेतना नहुँदा काट्न नजानेर मारिने गरेका छन्। भिरमौरीको व्यावसायिक रूपमा प्रचार प्रसार गरी संरक्षण गर्न सके जीविकोपार्जनमा समेत ठूलो योगदान पुग्ने कटरिया बताउनुहुन्छ। यसको अझै पनि अध्ययन अनुसन्धान गरेर यी लोप हुनुका कारणहरू के हुन् र यसको अझै पनि प्रचार प्रसार गरी जुन यसको जुन महत्व छ, जुन हामी यसबाट पाउँछौं मह, यसको जुन महत्व छ यसलाई अलिकति बढी व्यावसायिक रूप दिने र अझै जनचेतना अभिवृद्धि गरी यसको औषधिको रूपमा जुन प्रचार प्रसार गरी हामीले यसलाई संरक्षण गर्न सक्यौं भने जीविकोपार्जन साथसाथै मौरी पालनमा पनि ठूलो भूमिका खेल्न सकिन्छ। यसको दिगो संरक्षण गर्न सके जैविक विविधता संरक्षणका साथै समुदायको जीविकोपार्जनमा समेत राहत पुग्ने भएकाले भिरमौरी र यसको वासस्थान संरक्षण गर्नु जरुरी देखिन्छ। इमेज समाचारको लागि बर्दियाबाट यादव आचार्यको रिपोर्ट।